हाई गाइज वेलकम ब्याक टु मिनी भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। म चाहिँ उठिसकेँ। सबैजनालाई गुड मर्निङ गाइज। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। म चाहिँ उठिसकेँ। यिनीहरूको बाउ छोरी चाहिँ 9 बजेसम्म सुत्छन् कि 9 बजेसम्म सुतिरहेछन्। म चाहिँ उठिसकेँ। म चाहिँ उठेर अब यहाँ बडाल कुडाल गर्छु। मैले चाहिँ हिजो सानो फ्रेम बनाएको छु गाइज। यति माया लाग्दछ नि त्यो फ्रेम। हिजो बनाएको त्यो चाहिँ 100 रुपियाँमा हो। 100मा बनाम कस्तो माया लाग्दछ गाइज। म चाहिँ अब कोठा सफा गर्नतिर लाग्छु। झाडु साडु सब माथेर कोठा बढाल्नु गाइज। घरको तालमाल कस्तो भइरहेको छ। म चाहिँ अब कोठा बढालेर चाहिँ तल कोठातिर जान्छु। म चाहिँ यहाँ अब कोठा बढालेर सकेपछि चाहिँ अनि कोठातिर सफा गर्न लाग्छु गाइज। छोरी चाहिँ कस्तै सुतिरहेको छन् गाइज। म चाहिँ भान्सातिर आइसकेको छु। मेरो भान्सामा दाल टेकाएको छु। अब भान्सा बढाल्नै छ। आज चाहिँ सर्लाक्क पोट्टाकाट्टा गर्न छ। म चाहिँ अब बढाल्नतिर लाग्छु गाइज। म चाहिँ अहिले दोकानमा छु, फाइनाली दोकानमा। मेरो निकिता पनि सुतिरहेकी छ। निकिता पनि सुतेकी छ। म चाहिँ अहिले मम्मीको कोठामा छु। मम्मीको कोठाको तालमा लिएर यस्तो छ। हाम्रो घरको भाडा हेर्नु न, बिहान कति धेरै भाडा हुन्छ। म चाहिँ भाडा माल्दातिर लागिसकेको छु। गर्दै चाहिँ भाडा दिन्छु। सज खाएको भाडा हो। हाम्रो खाना चाहिँ थोरै छ तर भाडा कति धेरै हुन्छ। गाइज मैले मुखहरू भाँडाहरू सब धोएर ल्याइसकेँ। म चाहिँ अब फाइनली फ्रिजमा पानीहरू हाल्छु। भाँडा पनि धोइसक्छु। हाम्रो बाख्रा चाहिँ अहिले 2टै छ। चल्ला पनि 2टा छ, बाख्रा पनि 2टा छ। हाम्रो तरकारीहरू यस्तो राम्रो फलिरहेको छ। मैले चाहिँ मेहन्दी लगाएको थिएँ कि मन्दिर जानको लागि। अब चाहिँ खानासाना खाइसकेपछि भेटौँला गाइज। म चाहिँ कोठा मिलाउनतिर लागेको छु। मेरो कोठा चाहिँ पुरै लहरभिर भइरहेको छ। म चाहिँ अब कोठा मिलाउनतिर लागेको छु। मैले हेर्नु न खाताको यस्तो बनाएको छु गाइज। यस्तो बनाएको छु। सानो खाता पनि बनाएको छु कि हाम्रो बिहाको माला। यो चाहिँ माइतबाट दिएको बनाएको। घरमा बनाएको यहाँ सुकिसक्यो। बाई कोठा मिलाएपछि भेटौँला। मैले चाहिँ कोठा मिलाएर भ्याइसकेँ। यस्तो छ मेरो कोठाको लुक्स। कस्तो राम्रो मान्ने अहिले भर्खरै सफा गरेपछि सफा हुने त हो सबै कुरा। मैले चाहिँ अहिले भ्याइसकेँ कोठा साफ गरेर। अब चाहिँ कपडा धुनु बाँकी छ। गुडिया चाहिँ उता छन्। 2टा मेरो छोरीको साथी हुन्। सुसान टक्कै मिलाएर भ्याइसकेँ गाइज। अब चाहिँ अलि पछिको टाइममा भेटौँला। सो गाइज हाम्रो के छोरी यता हेर्दै न। कसले हान्यो तिमीलाई? कसले हान्यो? यता हेर्दै न। हाई गरिदेऊ। हाई बाई गरिदेऊ न। सो हामी धेरै बजी चाहिँ भ्लग बनाइरहेको छौँ। अनि मेरो निशालाई चाहिँ सपोर्ट गरिदिनु होला सबैजनाले। अनि अबदेखि चाहिँ युट्युबमा भिडियो आउँछ। मेरो च्यानलमा आउँछ है। मेरो च्यानलको लिङ्क र मैले नाम चाहिँ म निशाकोमा हुन्छ। हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अबदेखि म बनाउँदैन, उसले बनाउँछ होइन। रेगुलर बनाउँछ। छोरी कता हो हामी? कता हो? छोरी के भन्ने नमस्ते सबैजनालाई। म चाहिँ अब भ्लग बनाउन सुरु गरेको छु। सबैजनाले माया साथ चाहिँ देखाइदिनु होला। मैले चाहिँ हिजोबाट भ्लग हाल्ने निर्णय गरिरहेको छु। पहिला उहाँले बनाउनुहुन्थ्यो, उहाँले छोड्नु भयो। अब चाहिँ मैले बनाउँछु। सबैजनाले माया गरिदिनु। के हाँस्नु अब?
मलाई चाहिँ गिज्याउनुहुन्छ कि भनेर के गराउन आउनु भनेर म चाहिँ अब जस्ट ट्राई गरिरहेको छु सबैजनाले माया गरिदिनु होला यति भन्न चाहन्छु आजको लागि यति नै है त बाई बाई लाइक